हामीले हेर्नुहोस् होइन पोकबेली विङ्स दाजु होइन हाम्रो दाजु नमनी अनि इन्द्र दाइले धेरै यहाँ दुःख गरेर पोलेर हामीलाई दिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद है सबैलाई स्वागत छ हामीले दुर्गा बहिनी चाहिँ मिस गर्यौँ अब दुर्गा आउँछ अहिले अनि यता चाहिँ यहाँ मासु पोल्दैछ अनि खोइ हाम्रो इन्द्र कहाँ गयो हौ आइज यहाँ छिटो यता मासु पाक्दैछ अनि यहाँ हाम्रो इन्द्र छ इन्द्र लु है नमस्ते अब नमस्कार यहाँनिर कोकटेल बनाउनु होइन कोकटेल चाहिँ यहाँ आइबी कोकटेल बनाउनु दिलु बहिनी के ड्रिङ्क्स एउटा हो किन एकखेन त हुन्छ बुढो बियर बियर अनि ऊ के अरे उसले चलाउने नि त गाडी त अनमोलले कस्तो बिर्सेको दाजुले चलाउने होइन क्या गाडी मरीको लागि भनेर स्टेला लिएर आछु यार ल आउनु त सोमा बस्नु खोइ तपाईँको म आउँछु आउनु लिएन आउँछु के क्यानमै दिनु न यो क्यान्सल हो यो क्यान्सल वेट आमै बिर्सेको के खानु नि दाजु सुरु गरौँ ल चाहिँ मेरो बुढी साह्रै कमजोरी छ कि कसको विभाग यो हो त इसालले क्यानमा खाने हो दाजु हैन ड्रिङ विभाग चाहिँ कसको पर्छ लु अब के गर्नु सुरु गर्नु सुरु अब सुरु लिएर आउनु ल ल्याउँछु मेरो अघि आइसकेको छ म हेर्दैछु बुढो क्यानमै हुन्छ हैन यो क्यानमा खाएको र यो ग्लासमा खाएको चाहिँ अलिकति फरक चाहिँ पर्छ है पहिला हामी पनि खाएकै हो कि एक महिना हिजो खाइयो आज चाहिँ म पनि बियर चाहिँ दिनु पर्ला जस्तो लागिरहेको छ अब दिनु सक्दैन म दिनु जुन म लिनु म लिन्छु म त खान्छु भयो मजा दाजु मेरो पानी छ कसलाई ए दाजुलाई सोमा हजुर सात दिने हो नि समरमा यही भएर यसरी बियर पनि लानुपर्छ हो नि पहिले कहीँ छ जहिले स्कुल आउनु न आउँछु आउँदैछु म खायो खायो तपाईँले खिचिराख्नु चिसोमा पारेको भन्दा नि यो बाहिर त्यो हाम्रो चाहिँ त्यो सेट ऊ छ कि त्यहाँ अलिक चिसै हुन्छ चिसोले नि अलिक राम्रो गर्दैन घाँटीसम्म हाम्रो इन्द्र चाहिँ मासु पोल्दैछ यहाँ ससुरालीलाई त्यहाँ त्यसो नगर्दा बुढिया मेरो पोइन्ट जान्छ तपाईँको पोइन्ट गएर भत्ता के अघि गइसकेको छ अघिदेखि इन्द्रले पोलेको अनि खत्तम बनाइहाल्यो नि फेरि यता खानु नि पुगबेली म त खाएँ त लु लु ल खानु दाजु सोमा आउनु आउँछु हामीले चेस गऱ्यौँ है चेस लु सबैले चेस यहाँ दिलु दिलु सबैजना नि आउनु न आइहाल्छु म अब आउँछु आउँछु र म लिएर आउँछु है ल्याउनु यो मेरो हो बुढिया त्यो मेरो होला नि बुढोको यताको जुन भने एउटै हो मैले आउनुहोस् न त हुन्छ दाजु म आउँछु एउटै हो खाएर आउनु फेरि आउनु न